उहाँमा चाहिँ त्यो नैतिकता छ भने अहिले पीडितहरूलाई बोलाएर पैसा तिर्न सक्नुहुन्छ। कुन आधारमा कुन होइन, आफ्नो घरबाट तिर्न सक्नुहुन्छ नि। मिल्नका लागि होइन, सुन्नु न। र रवि लामिछानेको हकमा अलरेडी यो चाहिँ सम्पत्ति शुद्धिकरण ऐनको दफा 27 अलरेडी एक्सर्साइज भइसकेको छ। योभन्दा अगाडि पनि आखिर पहिलोचोटि होइन, उनलाई चाहिँ के छ भने कास्की जिल्ला अदालतमा जब उनको विरुद्धमा मुद्दा दायर भयो, उनी पछि चाहिँ के छ भने धरोटीमा छुटेर आएपछि उनी त चुनाव जितेकै थिए र उनले निवेदन लिएर गए सभामुख कहाँ। र के भन्यो भने मेरो चाहिँ म हाजिर गराइ पाऊँ भनेर भने, मलाई चाहिँ संसदीय प्रक्रियामा भाग लिन पाऊँ भने। तर पटक पटक निवेदन लिएर गए, तर उनलाई के भन्यो भने होइन, अहिले यो चाहिँ कानुनको यो दफाले गर्दाखेरि तपाईँलाई चाहिँ हामी मद्दत गर्न सक्दैनौँ, तपाईँ चाहिँ के छ भने अहिले पार्लियामेन्ट्री प्रोसेसमा तपाईँलाई भाग लिन पाउनुहुन्न भनेर चाहिँ के छ भने उहाँलाई फर्काइएको अवस्था थियो। त्यस कारण अहिले पनि त्यो कानुन यथावत छ, उहाँको अभियोग पनि यथावत छ, कानुन पनि यथावत छ भनेपछि पुनः उहाँ चाहिँ पार्लियामेन्ट्री प्रोसेसमा भाग लिन पाउने चाहिँ स्थिति देखिँदैन। धेरै धेरै धन्यवाद। सर्वोच्च अदालत जल्यो भनेर मन दुखाइ गर्छन् के। सर्वोच्च अदालत किन जलेको थियो, न्यायालयहरू किन जलेको थियो, ओरी यस्तै कारणले 4 दिनसम्म सुनवाई होला सुनवाई होला। आज त उनले चाहिँ सफाई पाउलान् भन्दा आज फेरि पुरानो चाहिँ सुनवाईको फाइल निकाल्नु रे। अहिलेसम्म के हेरेर बसेको त 4 दिनसम्म भनेको के। अहिले 4 दिनसम्म चाहिँ के गरेर बसेका त भनेको के। तिमीहरूले एउटा व्यक्ति जो संसद भवनभित्र छिर्दैछ त्यसलाई रोक्नको लागि होला होइन। जनताले 2 चोटि मत दिँदा त्यसलाई पनि रोक्यो होइन। अब अहिलेलाई पनि रोक्नको लागि यो खेल खेलिरहेछौ तिमीहरूले भनेको के। अहिले कसैको सरकार नहुँदा त तिमीहरू टाउकेले यति गर्दा रहेछौ भने तिमीहरूकै बाको सरकारमा कति गर्यो होला भनेको के। जनताले के राम्रोसँग न्याय पाएन होला जस्तो लाग्छ तिमीहरूबाट जनताले न्याय पायो होला नि त भनेको के। कुनै पनि हालतमा पाएनन् के। अनि सर्वोच्च जलायो भनेर किन रुन्छौ तिमीहरू भनेको के। अन्यायमा जो पर्छ त्यसलाई झन् अन्याय गर्छौ तिमीहरू। अनि जसले चाहिँ मजाले भ्रष्टाचार गरे, हत्या गरे हन्, जसले मान्छे मारे तिनीहरूलाई आम माफी दिन्छौ तिमीहरू। अनि त्यसपछि गएर सर्वोच्च जल्दैन। तिमीहरूको यस्तै कारणले सर्वोच्च जलेको अझै पनि पुगेको छैन क्या तिमीहरूलाई। अझै पनि तिमीहरू टाउकेहरू अझै सर्वला खाऊ के। 4 दिनसम्म के चाहिँ हेरेर बस्यो थियो होला भनेको के। आज आउला फैसला भन्यो, भोलि आउला फैसला भन्यो, जहिले सुकै यही ताल छ होइन। कति झुलाको तिमीहरूले भनेको के, कति झुलाको भनेको के। अब सबभन्दा पहिला यी न्यायाधीशहरूलाई हटाएर राम्रो मान्छेहरूलाई ल्याउनु पर्छ जसले चाहिँ निष्पक्ष रूपमा चाहिँ अन्यायमा परेकालाई न्याय दिन्छन्। यिनीहरूलाई चाहिँ हटाउनै पर्छ। अब दिनेश त्रिपाठीजी, तपाईँ मुजी अब ख्याल गर्नुहोस्। तपाईँलाई मुजी भने मैले किन थाहा छ? तपाईँ यो देशको वकिल, यो वकिल के वकिल तपाईँ तपाईँ अधिवक्ता। लाज हुन्न अलिकति? प्रमाण बेगरको कुरालाई चाहिँ नि प्रस्ताएर अझै पनि कुन पार्टीको झोले हो तपाईँ? कुन पार्टीको झोले हो तपाईँ? अलिकति लाज हुँदैन? 183 सिट ल्याउँदाखेरि पनि त्यही पार्टीको फलो गरेर चाहिँ नि मुद्दा हेर्दैमा राख्नु भनेर असाध्यै फलो गर्ने तपाईँ होइन? तपाईँ मुजी, तपाईँलाई पटक पटक मुजी भन्यो मैले। ल आउनुहोस् म मठ अगाडि। सही र इमान्दार व्यक्तिको लागि न्यायालय नै चाहिँदैन। तपाईँले सिकाउनुपर्छ हामीलाई। कहाँ जन्मिनु भएको तपाईँ? म त काठमाडौँको ठमेलामा जन्मिया मान्छे हुँ। एउटा न्याय अन्याय छुटाउन नसक्ने पनि वकिल हुन्छ। आजसम्म सहकारी ठगको कुनै पनि प्रमाण कसैले भेटाएको छैन। अनि यत्रोको रवि लामिछानेले चाहिँ सधैँ 24 घण्टा ठग भनेर चाहिँ नि मुद्दा हेर्दैमा राख्ने भनेर कहाँ नाटक गर्नुहुन्छ तपाईँहरू? कुन पार्टीको झोले हो तपाईँ? पार्टीको झोले पनि वकिल हुन्छ? पार्टीको झोले वकिल, न्यायाधीश, आर्मी, पुलिस, सरकारी संस्थामा जागिर हुने शिक्षक, दुनियाँ कोही पनि हुँदैन पार्टीको झोले। कोही पनि हुनु पाउँदैन। यो देशको नियमै थाहा छैन। यत्रोको कालोकोटे लाएर हिँड्नुहुन्छ, लाज हुँदैन अलिकति? आउनुहोस्, एकपल्ट आउनुहोस्, कुचाइदिन्छु। झटा नचाहिँदा काम गरेर नहिँड्नुहोस् कहिले पनि। सधैँ रविको विरोध। रविले राम्रो काम गर्छ भनेर आएको छ। 4 वर्ष हेर्नुहोस् न, 35 वर्ष तिम्रो बाबुहरूको हेरिहाल्यो नि एमाले काङ्ग्रेस माओवादीको। के हेर्नु भएको छ अहिलेसम्म तपाईँले? एमाले काङ्ग्रेस माओवादीले के पनि गरेको छैन। गोकुल बास्कोटले 70 करोड हान्ने भनेको चाहिँ केपिओलको विरोध नगर्ने तपाईँ। काङ्ग्रेसको शेरबहादेव घरमा चाहिँ अरबौँ चल्दाखेरि विरोध नगर्ने, अनि यत्रोको रविको विरोध गरिरहेको सधैँ 24 घण्टा। को दिनेश त्रिपाठी भने तपाईँ? आउनुहोस् यहाँ अगाडि, मेरो अगाडि आउनुहोस्। मुजी कुचाएर डेक्ची बनाएर सिधाइन्छ मुजी। नचाहिँदो काम गरेर कहिले पनि नहिँड्नुहोस्, नचाहिँदो बहस गरेर नहिँड्नुहोस् तपाईँ। अरूको सबैका अदालतमा चाहिँ नि सुनवाई हुँदाखेरि 1जना 2जना सरकारी वकिल जाने, रविको हुँदाखेरि चाहिँ अफिसै बन्द गरेर ढोका लाएर चाहिँ 10जना वकिल जाने होइन हरेक ठाउँमा। किन खेतो गर्छ यसरी? रवि पनि यो देशको मान्छे हो, म पनि यो देशको मान्छे हो, तपाईँ पनि यही देशको मान्छे हो। तर अत्याचार नगर्नुहोस् दिनेश त्रिपाठीजी। तपाईँसँग
संलग्न भएका साङ्ला सबै ग्रुपलाई भनेको मैले याद गर्नुहोस्। सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दाको सम्बन्धमा 3-4 दिन लगाएर बहस गर्दै गर्दै आज चाहिँ बहस सुनवाई सकेको थियो। सकेपछि एउटा निर्णय पनि आयो। तर निर्णय यस्तो आयो कि एउटा कागज झिकाएर लिएर आउनु भन्ने निर्णय पो आयो। यत्रो दिन लगाएर कागजै बिना के का बहस गरेर बसेका थिए, के सुनेर बसेका थिए। जहाँसम्म महान्यायाधिवक्ता सविता भण्डारी बरालले रवि लामिछानेको सम्पत्ति शुद्धिकरण र ठगी सम्बन्धी लागेको मुद्दालाई चाहिँ संशोधन गरेर त्यसलाई चाहिँ हटाइदिने, किनकि अघिल्लो चोटिको महान्यायाधिवक्ताले प्रतिशोधपूर्ण तरिकाले नेताहरूको निर्देशनमा रवि लामिछानेलाई जबरजस्त त्यो थप मुद्दा गराइएको थियो सहकारी ठगी सम्बन्धमा। र त्यो थप गरिएका ती मुद्दा चाहिँ किनभने रवि लामिछानेको सांसद पद खानको लागि, सांसदबाट उसलाई हटाउनको लागि मात्रै नियतवश रूपबाट प्रतिशोधपूर्ण तरिकाले त्यो सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराध थपेको थियो। ती दुईटालाई अहिलेको चाहिँ महान्यायाधिवक्ता सविता भण्डारीले हटाइदिने भन्ने निर्णय गरेकी थिइन्। 30 गते पुस 30 गते एउटा निर्णय गरेको रहेछ, जसमा चाहिँ रवि लामिछानेलाई शुद्धिकरण गरिदिने, त्यो हटाइदिने भनेको। अनि त्यो पछाडि 2 गते फेरि संशोधन गरेर माघ 2 गते त्यो प्रकृतिका मुद्दाका अरूहरूलाई पनि गरिदिनु भनेर भनेको रहेछ होइन, फिर्ता लिइदिनु भनेर त्यो जुन सम्पत्ति शुद्धिकरण र सङ्गठित ठगी अपराध भनेको विषयलाई। र यही विषयमा चाहिँ अब जिल्ला अदालतहरूले सर्वोच्चमा चाहिँ त्यो परिसकेपछि सर्वोच्चमा चाहिँ अब केही हुँडारहरू छन् नि त अघिल्लो सत्ताको खाएका किर्नाहरू, उनीहरूले चाहिँ फेरि त्यो महान्यायाधिवक्ताको निर्णय चाहिँ कानुन सङ्गत भएन भन्दै सर्वोच्चमा गइदिए। अब दिनेश त्रिपाठी भन्ने एकजना वरिष्ठ अधिवक्ता छन्, यी पनि एकजना खाएका पिएका हुँडार किर्ना हुन् होइन। अब यिनले एउटा मुद्दा लिएर गए रवि लामिछानेको चाहिँ विषयमा महान्यायाधिवक्ताले गरेको निर्णय गलत छ, बदनियतपूर्ण छ, आशयपूर्ण छ भन्ने तरिकाले सर्वोच्चमा हालिदिइसकेपछि महान्यायाधिवक्ता सविता बरालले जुन पठाएको थियो जिल्ला अदालतहरूलाई देशभरि, त्यो अदालतहरूले होइन सर्वोच्चमा फेरि मुद्दा परेको कारणले त्यहाँबाट यो मुद्दा फिर्ता हुने नहुने भन्ने सम्बन्धी फैसला आएपछि मात्रै हामी गर्छौँ भनेर उहाँ पर्खेर बसिरहेछन् सबै अदालतहरू। अब यहाँ केन्द्रमा भने 4-5 दिनको बहस, अनि अन्तिममा सुनवाईको दिनमा त यिनै हुँडारले चाहिँ दिनेश त्रिपाठीले नै बहस गरेका थिए। उनले आफ्नो तर्फबाट त सबै प्रमाण हाल्नुपर्छ नि त, विरोधीको तर्फबाट रवि लामिछानेका पक्षका वरिष्ठ अधिवक्ताहरू त असक्षमै भए अरे, जबरजस्ती रविलाई बचाउन मात्र खोजे अरे। तर ती सबै प्रमाणै नभइकन के मुद्दा हालेको, अनि कागले कान लगो भन्दाखेरि 2-2जना सर्वोच्च अदालतका न्यायाधीशदेखि लिएर यत्रा हुँडार वरिष्ठ अधिवक्ताहरू अनि रवि लामिछानेको पक्षबाट लडेका प्रोफेसनल भनिएका त्यत्रा अधिवक्ताहरू के हेरेर बसे यत्रो 3 दिनसम्म। यति बेला आएर सविताले त्यति बेला संशोधन गरेको कागज, निर्णय गरेका कागज मगाउने भन्ने यति बेला फैसला गर्दा एउटा चाहिँ अलिकति समग्र कानुनलाई थोरै लाज चाहिँ लागेको छ है।